स्टार्ट भइहाल्यो अब गीत बज्दैछ अब यहाँ प्रोग्राम हुनेवाला छ गाइस अब हेर्नु कोही आउनेवाला छ गाइस हेर्नु त नाचिरहेछ गाइस यहाँ त डेउडा हुनेवाला थियो के भयो यहाँ गाइस यहाँ त गीत गाइरहेछ गाइस हेर्नु माथिबाट लाइट आइरहेछ आफै हेर्नु माथिबाट लाइटहरू आइरहेछ यो मान्छेकोमा गाइस एकछिनमा ब्लिङ्क हुन्छ यो लाइट हेर्नु त गाइस ठुलो मान्छे आयो गाइस हेर्नु न गाइस ब्लिङ्क भइरहेछ गाइस लाइट फुल आइरहेछ गाइस कलर चेन्ज गरेर आइरहेछ लाइटहरू गाइस हेर्नु गाइस यो मान्छेहरूले सिकिरहेछ गाइस हाम्रो भ्लगहरू गाइस हजुर नराम्रो नमान्नु है यो मान्छेहरू धेरै आइरहेछन् सुत्ने गरी गाइस हेर्नु त यहाँ भर्ती भइरहेछ गाइस हेर्नु त गाइस पुरै लाइटहरू आइरहेछ यो मान्छेको गाइस को आयो यो ब्लू टी शर्टको गाइस गीत सिद्धिएकै छैन तर गीत खै गाएर यहाँ त गीत नै गाइरहेको छैन यार ओए यो मोटे कहाँबाट गाइस गीत सिद्धियो अब के हुन थाल्छ गाइस गीत सिद्धियो अब के मजा आउँला गाइस यहाँ पुरै खाली भइसक्यो गाइस सिद्धियो र यत्रो छिटो त प्रोग्राम नै सिद्धिँदैन गाइस हजुरलाई थाहा हुने कारणले गर्दा हामी कन्टिन्यू गर्न सकेनौँ ट्र्याक फेरि बजाइदिनु है सेम ट्र्याक फेरि बजाइदिनु किन कन्टिन्यू गर्न सकेन कि ट्र्याक भएन अरे सेम ट्र्याक फेरि बजाइदिनु सेन्ट्रक फेरि बजाइदिनु भनेर छ अनि यो नेपाल प्रहरीको हजुर राम्रो देखिरहेको छ किनकि ब्राइटनेस गाइस म देख्न सकिरहेको छु तर हजुर देख्न सकिरहेको होला गाइस फुल भइरहेछ तर यहाँ गीत मात्र बजाइरहेछन् यहाँ केही छैन कोही छैन गाइस खाली टिकट काट्यो होला हामीले ओनो मान्छेहरू आयो गाइस मान्छे कहाँ छ त ओ गाइस यहाँ रहेछ म हजुरलाई देखाउँछु वायरलेस माइक कहाँ छ त गाइस हेर्नु गाइस हामीले एउटा साथीलाई बोलाएको थियौँ हाम्रो सब्सक्राइबरलाई तर आइकिन रहेछ त्यो थाहा भएन टाइम मिलेर होला गाइस मान्छेहरू पुरै लाइट बोलिरहेको छ गाइस हाम्रो वहाँ पनि आइरहेको छ हेर्नु गाइस हाम्रो आयो भक्तहरू गाइस गीतहरू सुनेर मजा गर्नु गाइस आउँछ है ओ गाइस आयो लाइटहरू आयो गाइस एउटा आयो एउटा धेरै लाइटहरू आइरहेको छ गाइस
एउटा पर्पल वाला अब हेर्नु गाइस एउटा आयो फेरि गाइस गीतहरू सुनेर मजा गर्नु गाइस एउटा अनोइङ कुरा भनौँ मान्छेहरू आइरहेछ म अलिकति जुम गाइस जुम गरौँ ल गरिदिन्छु गाइस गाइस यो नेपाल प्रहरी सेवा सुरक्षित हो तर हामीले टिकट काटेर आएको हो यहाँ अब गाइस हेर्नु त कतिवटा लाइट छ गाइस के भयो गाइस गीत सिद्ध गाइस धेरै धेरै धन्यवाद विशाल बाबु भाइ गाइस अब अर्को मान्छे आउँछ घरबारीमै छौँ गाइस अर्को मान्छे यहाँहरू समक्ष फेरि पनि मैले माफी मागेँ टेक्निकल इस्युले गर्दा गाइस यही मान्छे हो यहाँ उपस्थित सम्पूर्ण आदरणीय महानुभावहरू सांस्कृतिक समाज नेपालद्वारा आयोजित संस्था अभिनन्दन तथा गौरव उत्सव 2082 को तेस्रो संस्करणमा छौँ हामी निरन्तर साङ्गीतिक प्रस्तुति यहाँहरू समक्ष प्रस्तुत गर्ने जमर्को लिएर उपस्थित भइसकेका छौँ अलिकति टेक्निकल इस्युले गर्दा केही ढिलाइ हुन गएको हो त्यसको लागि मैले फेरि पनि यहाँहरू समक्ष माफी माग्नुपर्छ गाइस यहाँ फोन आइरहेछ त्यही भएर हामी पार्ट 3 मा बनाउँछौँ है गुड बाई